भिडियो फ्रन्ट साइड छ हामी साँच्चै मनोरञ्जन गरिरहेका छौँ युमथाङ भ्याली। साँच्चैकै हो, यो एआई क्रिएसन होइन, यो आफै दुःख गरेर गएर यहाँको भूमिमा मजाले बनाउँदैछौँ। ब्याग पनि हुन्छ, यो हुँदैन रहेछ ब्याग। अब यहाँ साँच्चैकै युमथाङ भ्याली, रियल भ्याली अफ द फ्लावर्स। यहाँ जानुहुँदैछ मेरो साथी। ठुलो एरिया रहेछ, तर फरक जग्गा छ। लुजुम यति सुन्दर जग्गा छ। यो फुल चाहिँ के फुल, कस्तो फुल होला भन्ने थियो, एकदमै देख्ने विचार थियो। यो चौरीको गोबरहरूको मल जलले गर्दाखेरि मजाले आउँदो रहेछ। तल सानो रोड छ चटक्कै परेको, फरर ध्वजाहरू फरफर छ। पर गुरान्सहरू फुलेका छन्, अर्कै खालका कलरै अद्भुत चाहिँ पहाड छ। हिउँ सेतामी अघि टलक्क टल्केर के मजाको थियो, अहिले फेरि बादलले ढाकिदिएको छ। युमथाङ भ्याली इज द भ्याली अफ द हेभेन भन्दै कमेन्ट गर्ने चाहिँ मै हो। आज साक्षात् मै आइपुगेछु यहाँ। हेलो गाइस, सन्चै सुबिस्तै हुनुहुन्छ सबैजना? ए हाम्रो टिम यहाँ आइपुग्दो रहेछ नि। तल घुम्न जानुभएको थियो, आइपुग्नु भएछ। अब फिर्ने बेला भएको हाम्रो गाडीहरू पर छ। एक भ्यू, एक नजर बनाएर चाहिँ एक नजर घुमाइदिन्छु अनि त्यहाँदेखि चाहिँ स्टप। हाम्रो पर हेर्नु कति फराकिलो ठुलो एरिया छ भने बग्दै गरेको टिस्टा हो। टिस्टा नदीको सोर्सै होस्, टुप्पो टुप्पो हामी माथि उको मूल टुप्पा कहाँ हो त्यहीँ आइपुगेको छौँ सायद लगभग। हेर्नु होला, सबै स्टारहरू मनोरञ्जनका पात्रपात्रीहरू हुनुहुन्छ। टक्कै यहाँबाट जाने बाटो छ, जाँदाखेरि त्यहाँदेखि गयो परसम्म पुग्यो, तल नदी किनारा गयो। त्यहाँदेखि जाँदै जाँदै पर मेडिकल रुमहरू, टुरिज्म हाउस, टुरिज्मको एक नजर घुमाइदिएँ अनि त्यहाँदेखि अब चाहिँ स्टप गरिदिएँ मैले। अनि त्यहाँदेखि स्टप गरिदिएँ अब चाहिँ।